Hi guys, I am going to prank or just create a drama in front of Ravi because wow, this is so धेरै दिन भयो के उसलाई नजिस्काएको अनि ऊ मसँग एकैछिन रिस आएको छ सो उसलाई फकाउनलाई म यो ड्रामा गर्दैछु है प्लस I'm wearing a cloth he doesn't like so मसँग चाहिँ रिमोट छ सो रवि आउने बित्तिकै I'll just press the remote अनि उसको रियाक्सन हेर्छु है because I'm wearing यो म्याक्सी उसलाई चाहिँ खासै मन पर्दैन जस्तो लाग्छ मलाई so let's see I think he's here not here yet मलाई चाहिँ कस्तो डर लागिरहेको छ क्या भित्र बोलेको त सुनिँदैन नि त म चाहिँ फेरि कस्तो बिस्तारै बोलेको के तर मेरो बच्चा सुतिरा भएर पनि होला अनकन्सियस माइन्डमा त फेरि बिस्तारै बोल्नुपर्छ कस्तो टाइम लगाएको के म एकछिन पज गर्छु ऊ आउने बित्तिकै अन गर्छु ल मेरो पेसेन्स लेभलै घटिसक्यो कि बिस्तारै ऊ अघि भर्खर तल चाहिँ थियो पसल बाहिर कहाँ गयो के हो ल ल Jonas. Hi, baby. It's not a prank. I don't know what I was doing, but I just created a drama, which I always do. मेरो बुढा चाहिँ एकदम फायर भएको थियो कि गाइस यो किनेर ल्याऊ भनेको अब साइज सोध्छ भने त मलाई पनि साइज थाहा थिएन अनि मैले चाहिँ के भने 3 वर्षको बच्चालाई उनी देऊ भन्छु त्यसरी हुन्छ गर्यो उसले अनि त्यही भएर मैले चाहिँ उसलाई फकाउनलाई माता भनेको लुक what I'm wearing do you like this? यस्तो पो रहेछ त यार Do you like this नाटक